हेतवाड़ गांव बापन करैया गांव एगो बत्ती नहीं बरत माई के मंदिर में अनेकों प्रकारको सामग्रीहरू लाग्थ्यो जुन मेलाको रमझम र शोभा बढाउने काम गर्थ्यो जुन यसपालि सम्भव देखिँदैन। आज हामी आइसकेका छौँ करैया माई वार्ड नम्बर 2 श्री राजदेवी माई स्थानमा र यहाँ वर्षौंदेखि मेला लाग्ने गरिन्छ कार्तिक पूर्णिमाको दिन र यहाँ मेला लाग्न 20 देखि 25 दिन मात्र बाँकी रहेको छ र यहाँ म तपाईहरुले जानकारी गराउन चाहन्छु कि यहाँ मेलाको प्रोसेस के कस्तो भएछ भनेर म तपाईहरुलाई देखाउने छु र मेलाको बारेमा देखाउनु भन्दा पहिला म करैया माईवासीलाई यो ध्यान आकर्षण गराउन चाहन्छु जुन यो पछाडी तपाई बाली देखिराख्नु भएको छ यो बाली जुन छ तपाई पहिला 10 वर्ष पहिला यो सब बाली काटेको देखिन्थ्यो जुन अहिले अवस्था 2-4 वर्ष भइसक्यो जुन यो बाली काटिएको देखिँदैन मेलाको लागि र म करैया माईवासीको लागि के भन्न चाहन्छु यसपालिको लागि त केही भएन अर्को वर्षदेखि कृपया बाली समयमै उब्जाएर काटिहाल्नु होला र मेलालाई उत्कृष्ट बनाउन सहयोग गरिदिनु होला। करैया माईवासीको लागि म यो अनुरोध गर्न चाहन्छु। यहाँ पहिला अनेकों प्रकारको सामग्रीहरू लाग्थ्यो जुन मेलाको रमझम र शोभा बढाउने काम गर्थ्यो र अब हामी अगाडि बढ्दैछौँ। करैया माईवासीले मेलाको लागि के कस्ता व्यवस्था र एकदम के कस्ता कार्यहरू गरिराखेका छन्। तपाई देख्न सक्नुहुन्छ करैया माईवासीले मेलाको लागि अहिलेसम्म केही प्रोसेस गरेको देखिँदैन। जुन पछाडी तपाई देखिराख्नु भएको छ झारी यो पहिला अहिलेसम्म पनि यो फ्रेस भएको छैन। करैया माईवासीले केही चासो देखाएको मेलाको लागि केही चासो देखाएको देखिँदैन। यहाँ तपाई झारी यहाँ पहिला जुन झारी देखिराख्नु भएको छ खाल्टो देखिराख्नु भएको छ यो पहिला छठ पर्व भन्दा हाम्रो महान छठ पर्व भन्दा पहिला यो सब फ्रेस हुने गर्थ्यो र यसपालि केही अहिलेसम्म केही भएको देखिँदैन। अब हामी आइसकेका छौँ मन्दिरका स्थानमा र मन्दिरको बारेमा पहिला नै हामी बताइसकेका छौँ एउटा भिडियोमा र मेला लाग्न 20 देखि 25 दिन मात्र बाँकी रहँदा मेलाको मन्दिरको अवस्था के कस्तो छ भनेर तपाईहरुलाई देखाउने छु। पहिलाको जुन भिडियोमा तपाई देख्नुभयो होला मन्दिर हाम्रो बन्दै गरेको मन्दिर हाम्रो माटो थिएन अहिले माटो भरेर उहाँहरूले धेरै सहयोग गरिदिनु भएको छ। एकदम हाम्रो लिडरलाई धेरै धन्यवाद छ यसको लागि र पहिला पनि भनिसकेका छौँ हाम्रो मन्दिरमा 30 देखि 35 लाख रुपैयाँ लागिसकेको छ र यो सानो भिडियो हाम्रो प्रमुख जीको 50 लाख के टेंडर है। हमरा सुनने में आए कैसे हमनी के तो पत्र भी नहीं किया सुनने में जो जानकारी आए टेंडर वार्ड अध्यक्ष के संपर्क में हमनी के जो ये शुरुआत भेल उदी संपर्क में टेंडर ठेकेदार आए रहे वो हम सुने जे अपने के 50 लाख के काम लगभग 35 लाख की 32 लाख में कितना हुआ। यसै गरी तपाई देख्न सक्नुहुन्छ हाम्रो श्री राजदेवी माईलाई यहाँ सानो टुहुरोमा टिनाको घर बनाएर स्थापना गर्नुभएको छ र भित्री अवस्था के र कस्तो छ भने हाम्रो गाउँको मन्दिरको सेवा गर्ने बाजेले बताउनु भएको छ कि यहाँ मुसाले अगरबत्ती चोर्दिन्छ लगिदिन्छ जुन प्रसाद हुन्छ चढाउने राजदेवी माईको त्यो पनि लगिदिन्छ। यसमा कुनै सामानहरू सुरक्षित भएको देखिँदैन। वो बवल ना धराव सकै कहाँ 100 रुपये हो त कहाँ जाइ। सही बात बा। हामी यो सानो टुहुरोमा बनाइएको श्री राजदेवी माईले स्थापना गर्नुभएको गाउँको समाजहरूले के कस्तो अवस्था छ भनेर हामी एकजना बाजेसँग सोध्ने छौँ। बताओ त बाबा कथी में समस्या माने हेतवाड़ गांव बापन करैया गांव एगो बत्ती नहीं बरत माई के मंदिर में हैं एगो बवल नहीं किना के धरा सकै 100 रुपया काटना खा ली लोग लुटा लेता एगो बत्ती एगो बवल नहीं धरोते में। करैया माई वार्ड नम्बर 2 में लगभग 12 देखि 1500 जना युवा र समाजहरू छन् र 1200 ले एउटा जामा बल किनेर लगाउन सक्दैन भने हामीले के को समाज हाम्रो के को समाज हामी के को लागि के गरिराखेको छ आफ्नै लागि गरिराखेको छौं कि कसको लागि गरेको छौं। मन्दिर एउटा जोगाउन सक्दैनौं हामी भने
र यो म भिडियोको मार्फतबाट करैयामाईवासीलाई के भन्न चाहन्छु भने करैयामाईवासीको जति पनि सक्सेस व्यक्तिहरू हुनुहुन्छ, जति पनि सक्सेसफुल भइसक्नु भएको छ, उहाँहरू कारमा र बुलेट गाडीमा हिँडिराख्नु भएको छ, उहाँहरूलाई के आग्रह गर्न चाहन्छु भने यदि तपाईँहरूले सालमा एकचोटि आउँदा पनि आफ्नो गाउँको प्रति ध्यान दिनुहोस्, कि त यदि ध्यान नदिए समाज नसुधारे भने तपाईँ बिगार्ने काम पनि नगरिदिनु होला। मेलामा एकचोटि सालमा त आउनुहुन्छ तपाईँहरू, तर आफ्नो पैसाको पावर देखाएर, पैसा देखाएर तपाईँहरू 10 जनाले बसाएर, तपाईँहरू यहाँ 10 जनाले बसाएर दारू खुवाएर, रक्सी खुवाएर, बियर खुवाएर तपाईँहरू बिगार्ने काम गर्नुहुन्छ। यदि तपाईँहरूसँग बन्ने काम हुँदैन भने तपाईँहरू कृपया बिगार्ने पनि काम नगरिदिनु होला।